मान्छेको मानिसित के छ हामीलाई चाहिँ इन्डियाबाट सामान लिन दिएन 100 रुपियाँको सामान मात्र आउन दियो 100 रुपियाँको सामानले कहाँबाट हुन्छ अनि हामीलाई चाहिँ अनि देशमा सस्तो सामान हुन्छ अरे बाबा पहिला भने राज्यको कोषमा पैसा छैन भने चाहिँ कसरी बनाउँछ स्वास्थ्य पनि फ्री चाहियो अनि शिक्षा पनि फ्री चाहियो बाटोघाटो चाहियो सबै चाहियो तर ट्याक्स तिर्न मन नगऱ्यो भने कहाँबाट हुन्छ भन्नुहोस् त अनि म अब यता यहाँ कपिलवस्तु बस्छु यहाँको ठाउँ हेर्नुहुन्छ भने चाहिँ प्राय यहाँबाट प्राय भन्सार पारीबाट सामानहरू नुनदेखि तेल सबै कुराहरू भन्सार पारीबाट ल्याउँछन् अनि यहाँ बाइकहरू पनि प्राय इन्डियन गाडीहरू नै चल्छ अनि सबै पैसाहरू इन्डिया गएर तिर्छन् इन्डिया गएर बुझाएर आउँछन् अनि यहाँ चाहिँ कसरी विकास हुन्छ प्राय पैसा सबै यहाँ बोर्डर पारी यताको त सबै इन्डिया जान्छ अनि जब राज्य नै गरिब राज्यसँग पैसा नभयो भने राज्यले ट्याक्स नउठाए चाहिँ कहाँबाट छ त्यसै गरी आज एकजना हाम्रो मेरो फेसबुकमा हेरेको थिएँ फेसबुकमा चाहिँ एकजनाले के हेरेको थियो भने चाहिँ हस्पिटल गएर हस्पिटलको बिलमा चाहिँ 3% इक्विटी हेल्थ इक्विटी लगाएको थियो अनि सरकारले चाहिँ जनतालाई गरिब बनायो जनतालाई पेल्यो अनि मार गर्यो यसरी पेल्यो भनेर हालेको थियो त्यो मान्छेले अनि पैसा कति थियो भने चाहिँ 3% भनेपछि उसले तिर्नुपर्ने सरकारलाई कति तिरेको थियो भने चाहिँ 34 रुपियाँ अनि 34 रुपियाँको लागि तपाईँ यार फेसबुकमा हाल्नुहुन्छ भनेपछि सरकारले जनतालाई मार्यो भने तपाईँ आदि यदि 34 रुपियाँ तपाईँ सरकारलाई तिर्दाखेरि त्यति अप्ठ्यारो हुन्छ सरकारले चाहिँ तपाईँको लागि चाहिँ शिक्षा र स्वास्थ्य कसरी फ्री गरिदिन्छ त त्यो पनि त हुनु पऱ्यो नि त आधार दिन चाहिँ मन नगर्ने चाहियो चाहिँ सबै फ्री भनेर कहाँबाट हुन्छ त्यही भएर विरोध गर्नै छ भने विरोध नगरौँ आफूले गर्ने सक्ने सबै गर्नुपर्छ तिर्नुपर्छ होइन चाहिने भन्दा हरेक विकसित देशहरूमा तपाईँको प्रायः जसो विकसित देशहरूमा सबै कुराहरूमा ट्याक्स हुन्छ प्रायः जसो पहिला सुरुमा ट्याक्स उठाएको हुन्छ त्यसपछि चाहिँ पछि गर्दाखेरि कोसँग पैसा भयो भने अनि बिस्तारै जनताहरूलाई फ्रीमा दिने जब आफूसँग भित्र धान चामल केही छैन भनेपछि अरूलाई भिख कसरी दिने बुझ्नु कि नै माग्ने मान्छेलाई दिन त सक्नु पऱ्यो नि त भित्र त आफ्नो भकारीमा त हुनु पऱ्यो कि नै भकारीमा केही छैन अनि बाहिर दान दिन खोजे चाहिँ कहाँबाट हुन्छ त दान दिनलाई त पहिला आफ्नो भकारीमा हुनु पऱ्यो त्यही भएर अहिले पार्टीका हिसाबले नजानुहोस् सबै कुराहरू आफ्नो हिसाबले विरोधै गर्नुपर्छ भनेर विरोध गर्नु हुँदैन हजुर त्यही भएर जनताले अहिले सरकारले ट्याक्स उठाउँदैछ भने चाहिँ ट्याक्स त्यो उठाएको पैसाले भोलि जनता नै वापस आउने हो कि त्यो पैसा चाहे स्वास्थ्यमा होस् चाहे शिक्षामा होस् हरेक कुरामा सहुलियत हुँदै जान्छ त्यसको लागि त राज्यको कोषमा पैसा आउनु पऱ्यो त्यही भएर विरोधै गर्ने विरोध नगरौँ है अरू यस्तै हो पुरानो भिडियो कसले हेरिदिनु भयो हेर्नु भएको छैन भने हेर्नु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला